हिमतालको जोखिम, बाढी, पहिरो, हिम पहिरो, कृषि र पूर्वाधारमा क्षति र अन्ततः मानवीय जीवनको क्षति। आज हामीले राहत र उद्धारको कुरा गरेर मात्र पुग्दैन। अब प्रश्न पूर्व सूचना प्रणालीको पनि हो, जोखिमयुक्त हिमतालको नियमित अनुगमनको पनि हो, जलवायु प्रतिरोधी पूर्वाधार निर्माणको हो, जोखिममा रहेका बस्तीहरूको पूर्व तयारी र सुरक्षित स्थानान्तरणको हो। माननीय सदस्य खुशबु ओली, 5 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, रसुवामा हालै आएको बाढीले सृजना गरेको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह छ। देश शोकमा डुबेको छ। प्रारम्भिक दृश्य र परिस्थितिले यो हिमताल विस्फोटबाट उत्पन्न बाढी, ग्लेसियल लेक आउटबर्स्ट फ्लड हुन सक्ने आशंका छ। यद्यपि यसको यथार्थ कारण बिस्तारै थाहा नै होला। तर एउटा कुरा स्पष्ट छ, यो एउटा प्राकृतिक घटना मात्रै होइन, यो एउटा राष्ट्रिय त्रासदीय स्वरूप देखिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमतालको जोखिम बढिरहेको छ। हिमालमा हुने तीव्र तापक्रम वृद्धि, हिमनदी तथा हिमतालमा देखिएका परिवर्तनले नेपाल जस्ता पर्वतीय र विकासशील मुलुकलाई अझ बढी जोखिममा पारेको छ। अझ महत्त्वपूर्ण कुरा के हो भने जलवायु परिवर्तन सृजना गर्न नेपालको योगदान नगण्य छ, तर यसको असर हामीले भोगिरहेको छौँ। हिमतालको जोखिम, बाढी, पहिरो, हिम पहिरो, कृषि र पूर्वाधारमा क्षति र अन्ततः मानवीय जीवनको क्षति। त्यसैले सम्माननीय सभामुख महोदय, जलवायु परिवर्तनको मूल्य सबैभन्दा कम जिम्मेवार देश र समुदायले चुकाउनु पर्ने यथार्थको हामी माझ छ। नेपाल जस्ता विकासशील तथा पर्वतीय मुलुकले भोगिरहेको जलवायुजन्य क्षतिको न्यायपूर्ण सम्बोधन कसरी हुन सक्छ? आज हामीले राहत र उद्धारको कुरा गरेर मात्र पुग्दैन। अब प्रश्न पूर्व सूचना प्रणालीको पनि हो, जोखिमयुक्त हिमतालको नियमित अनुगमनको पनि हो, जलवायु प्रतिरोधी पूर्वाधार निर्माणको हो, जोखिममा रहेका बस्तीहरूको पूर्व तयारी र सुरक्षित स्थानान्तरणको हो, र सबैभन्दा महत्त्वपूर्ण राज्यको जलवायु कूटनीतिको पनि हो। यस्ता विपद अब एक देशको सीमाभित्र सीमित रहने विषय पनि होइनन्। हिमालय एउटा पारिस्थितिक प्रणाली हो, त्यसैले यसको जोखिम व्यवस्थापनमा राष्ट्रिय समन्वय मात्र पर्याप्त हुँदैन। क्षेत्रीय र विश्वव्यापी सहकार्यमा नेपाल र नेपाल जस्ता मुलुकहरूले भूमिका खेल्नुपर्ने हुन्छ। म सरकारसँग निवेदन गर्न चाहन्छु, नेपालको जलवायु कूटनीति प्रभावकारी बनाऊ। हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु जोखिम र जलवायु न्यायका कुरा गरिरहेका छौँ, तर त्यसको प्रतिफल नेपालले पर्याप्त रूपमा प्राप्त गरिरहेको छैन। हामीले जलवायु वित्त, अनुकूलन सहयोग, पूर्व सूचना प्रविधि र विगत जोखिममा न्यूनीकरणका लागि आवश्यक अन्तर्राष्ट्रिय स्रोत सुनिश्चित गर्न सक्नुपर्छ। हामीले विश्वलाई एउटा स्पष्ट सन्देश दिनुपर्छ, नेपाल जलवायु सङ्कटको सृजनाकर्ता होइन, तर यसको अग्रपन्थीमा उभिएको एउटा पीडित राष्ट्र हो। त्यसैले रसुवाको यो त्रासदीलाई एउटा बाढीको घटनाको रूपमा मात्र हेरेर हुँदैन, यसलाई नेपालको जलवायु सुरक्षा, हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेन्डा नेपालले बनाउनु पर्दछ। आजको हाम्रो जिम्मेवारी राहत र उद्धारमा त छँदैछ, अझ महत्त्वपूर्ण भोलिको विपद रोक्न, आजै पूर्व तयारी गर्न हामीले अन्तर्राष्ट्रिय समुदायलाई पनि भन्नुपर्छ। जलवायु परिवर्तनको जोखिम साझा हो भने त्यसको जिम्मेवारी र लागत पनि न्यायपूर्ण रूपमा साझा हुनुपर्छ। यस विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु। बेपत्ता भएकाहरूको सकुशल खोजीको काम तीव्र रूपमा अघि बढोस् भन्ने अपेक्षा गर्दछु। यस विपदबाट प्रभावित सम्पूर्ण नागरिकले सरकारबाट तत्काल र पर्याप्त राहत प्राप्त गरून्। साथै समाजका हरेक वर्ग, क्षेत्र र समुदायबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा आवश्यक सहयोग जुटाउन हामी सबै लागि पर्न पनि अपिल गर्दछु। यस दुःखद र कठिन घडीमा यो सदन प्रभावित नागरिकहरूसँगै छ। यो सदन सरकारसँग पनि पूर्ण रूपमा दृढतापूर्वक र एकताबद्ध भएर उभिएको छ। यस्तै बेला हामीलाई प्रहरी र सेनाको महत्त्व पनि, हाम्रो सार्वजनिक सुरक्षा निकायको महत्त्व पनि थाहा हुन्छ। यस्तो अवस्थामा आफ्नै जीवनको जोखिम लिएर अहिले उद्धारमा खटिराख्नु भएको सम्पूर्ण सुरक्षा निकायप्रति म धन्यवाद व्यक्त गर्न पनि चाहन्छु र साथै एउटा तितो अनुभव पनि राख्न चाहन्छु। जाजरकोट भूकम्प जाँदाखेरि नेताहरूको चाहिँ हेलिकप्टरमा एउटा प्रतिस्पर्धा नै थियो को पहिला त्यहाँ पुग्ने भनेर, तर आजसम्म जाजरकोटले त्यहाँ राहत पाएको छैन। त्यस्तो त्रासदी, त्यस्तो अवस्था अहिले बाढी प्रभावित क्षेत्रका नागरिकहरूले भोग्नु नपरोस्। भगवान श्री पशुपतिनाथले यो देश र यो देशको जनताको रक्षा गरून्। धन्यवाद।